अजय मेरो बुढीलाई फोन गर्ने त होइन बुढी मतलब बुढी मतलब हजुरआमा खुप्री परेर दाँत फुस्केर भन्ने होइन मेरो स्वास्नी जसलाई मैले बिहा गरेर सिन्दुर हाले नि त्यो जसलाई मैले हनीमुन हान्नलाई पोखरा लगे नि त्यो बुढी जसको बाउले मलाई ज्वाइँ भन्छ जसको चाहिँ बहिनीले मलाई भेना भन्छ छैन कि सरी मेरो साली छैन जसलाई मैले बुढी बोकाएपछि त्यहाँबाट निस्केको बच्चाले मलाई ड्याडी भन्छ त्यो बुढी बुझिनास् अझ बुझिनास् तँलाई म मजाले बुझाइदिउँ यार बुढी भने नि वाट इज बुढी भनेको के हो भने नि बुढी भनेको के हो